वेलकम टु चाइल्ड प्राङ्कस्टर्स। आज हामीले हाम्रो अर्को भिडियो बनाएको छौँ है। आज चाहिँ के भन्दाखेरि चाहिँ हाम्रो जुत्ता कहाँबाट लिएर आउनु भयो अब प्राङ्क हो। अनि आज चाहिँ हामीले ऱ्यान्डम मान्छेलाई जुत्ता कहाँबाट ल्याउनु भयो, यो जुत्ता हाम्रो हो भनेर किसिस गर्नेछौँ। एन्ड फर दिस वी हेभ आवर न्यू मेम्बर अस्तित्व। Hi guys, my name is Ashtita Bowden. अनि हि इज आवर न्यू मेम्बर एन्ड ही इज हेल्पिङ अस है। सो गाइस इन्जोय द भिडियो एन्ड प्लिज डोन्ट फर्गेट टु Do सब्सक्राइब। watch our dance audition prank too. राम्रो रहेछ भनेको। हेर्नु नि कस्तो टमक्क परेको। यताबाट हेर्दा नि उस्तै, उताबाट उस्तै के कहाँ किन्नु भयो होला भनेको। जुत्ता के यो त्यो लेदर फोल्डको राम्रो रहेछ कि यो जुत्ता चाहिँ। लेदर त भन्दैन नि, यसलाई के भन्छ अरे हल्का भनिदिनु न हामीलाई कहाँ किन्नु भएको। यो विश्वज्योति कता विश्वज्योति त्यो मन्दिरनिर मन्दिरनिर हो। त्यो मन्दिरबाटै हाम्रो जुत्ता हराएको छ। जुत्ता यस्तै जुत्ता हराएको छ कि हाम्रो होइन मन्दिरबाट। कस्तो होइन यो त हाम्रो जुत्ता हो त। कस्तो हाम्रो जुत्ता हो भने एकचोटि त्यो फुगाल्नु साइज पनि हाम्रो उयो होइन। हिजो भर्खरै हराएको छ कि त्यहाँ विश्वज्योति मन्दिरनिर। तपाईँले ट्याक्क पनि भन्नुभयो कि होइन। मैले नयाँ लिएको छ पसलमा। त्यो त अब हामीलाई थाहा छैन। होइन हामीले नयाँ ल्यायो अनि जुत्ता हराएपछि हामीलाई पनि टेन्सन हुने भयो होइन। तपाईले त्यस्तो काम गर्दैन। मेरो कारका पेन्टर काम खै एकचोटि साइज देखाउनु न त्यो तलको। तपाईँले पनि कस्तो कुरा गर्नु खै एकचोटि हेरौँ न। ल हेर्नु त सोल पनि ठ्याक्कै होइन कि यो हाम्रै हो कि अङ्कल होइन। होइन अङ्कल होइन यो यस्तो यो होइन। जेलले भन्नुहोस् मैले किनेर ला। फोटो खिच्न न अङ्कलको भएर एकचोटि ल देखाउनुहुन्छ नि। हामी अब सानो मान्छे भनेर यसरी लैदिँदा हामी वहाँ गाउँबाट कताबाट आउनुपर्छ अङ्कल। अनि यसरी जुत्ता दिनदिनै हराउनु थाल्यो भने त हामीलाई पनि टेन्सन हुन्छ नि। 3000 मै किनेको छु यार यो जुत्ता। अब हजुरले किनेकै होइन अनि तपाईँले जे नि भन्दै भइहाल्यो नि। हामीले पो किने हो त यो। पसलमा तपाईको कसो जानुहोस् भनेर अब जाने तपाईँ पसलमा जानुहोस्। कसो पसलमा जानुहोस्। म हाम्रो हराइरहेछ अङ्कल। अब कहाँ जानु तपाईँ पसलमा। कता जानु पसलमा भने मैले किनेको छु तुम ठाउँमा। अनि हामीले नि किनेको छ त। ल जानु पसलमा। अनि कहाँ जानु अब। जानु त पहिला अनि हाम्रो मान्छे छैन भन्नुभयो अङ्कल यो बसन्तपुरमा। होइन मैले पसलमा किनेको छु। तपाईँ जानु। हामीले चाहिँ अब हामीले बाटोमा भेटा होला त। हामीले नि किने हो 3000 रुपियाँ हालेर। अब यो जुत्ता छोडेर जाने भए जानुहोस् न भए त पसल कि साट्नु अङ्कल होइन। हामी पुरानो जुत्ता लाएर आउनु होइन पर्छ। पसलमा किनेको छु मैले। ल जानुहोस् म पसल देखाइदिन्छु अहिले। अहिले बेइज्जत नगर्नु दुईटा मात्रै जोरको होइन जुत्ता छ मैले यार। पसलमा किनेको छु जानुहोस्। तपाईँले यस्तो नगर्नु। अङ्कल एकछिन पर्ख्नु न। यो जुत्ता साह्रै राम्रो रहेछ। कहाँ किन्नु भयो भन्नु न अङ्कल। कहाँ किन्नु भयो कता उहाँ आसनमा किनेको कि मन्दिरबाट लिनुभएको। हाम्रो यस्तै जुत्ता हराइरहेछ होइन अङ्कल। कस्तो गर्नुभयो भने हिजो भर्खर यही जुत्ता हराइरहेछ। त्यो एकचोटि साइज देखाउनु त एकचोटि त्यो तल साइज देखाउनु। कस्तो साइज एकचोटि साइज देखाउनु न। हजुरको जुत्ता राम्रो हजुर कहाँ किन्नु भएको? जुत्ता राम्रो छ हजुर कहाँ किन्नु भएको? होइन कताबाट ल्याउनु भएको भनेको के जुत्ता कताबाट ल्याउनु भएको भनेको। पहिला नै किनेको। कहाँबाट किन्नु भएको? कहाँबाट किन्नु भएको? जुत्ता कहाँबाट किन्नु भएको? जुत्ता यस्तो जुत्ता हिजो भर्खर हराइरहेको छ कि त्यही मन्दिरबाट हाम्रो। मेरो मन्दिरबाट यही जुत्ता हरायो। यही जुत्ता हजुर मेरो अस्ति मन्दिरबाट आयो यहीँबाट होला कालिकास्थानबाट मन्दिरबाट मेरो जुत्ता यही जुत्ता हरायो। यही हेर्नु न एकपल्ट खोइ मेरो अस्ति जुत्ता हरायो अस्ति। अब हजुरलाई भनेको होइन नि। यस्तै जुत्ता अब हामीलाई पनि त मर्म पर्छ नि यार। बुझ्दिनु पऱ्यो नि हजुर हजुरले। किन्नु भएको साइज एकपल्ट हेर्छु नि। साइज हेर्नु नि साइज पुरानो जुत्ता कहिले हुन्छ। कहाँ किन्नु भएको? के भयो भाइ? जुत्ता कहाँ किन्नु भएको भनेको। साह्रै राम्रो। हेर्नु न त्यहाँ तना पनि यस्तो बानेको राम्रो रहेछ। के अरे ठमेलमा अब ठमेलमा त्यो ठमेलको त्यही मन्दिरमा। त्यो मन्दिरबाट मेरो यस्तै जुत्ता हराएको छ दाइ होइन। साँच्ची हो। हेर्नु न त्यहाँ साइज पनि एकचोटि हेर्नु न त्यहाँ कस्तो कट गरे भने। हेर्नु नि एकचोटि हेर्नु न त्यहाँ साइज। मेरो यही साइज हो कि जुत्ता त्यो
कस्तो हो के दाइ एकछिन पख्नु न दाइ के फोटो खिच्छ दाइको दाइको फोटो हामी पुग्छ भनिदिनु पऱ्यो नि दाइ बक्का अहिले हाउ गर्नु नभए यसरी पत्रिकामा किने छ म पत्रिकामा कस्तो? फोटो त आउँछ दाइ के पत्रिकामा कहाँ अब यतिकै जुत्ता चोरेर जान पाइयो नि कस्तो यो जुत्ता चोरेको हजुर कसले भनेको हामीले भनेको यस्तै खालको जुत्ता मेरो हिजो भर्खर यो एकचोटि देखाउनु न त्यो तल ज्याक एन्ड जिल्स के अब ट्रेकिङ सबै किने मान्छेले तिमीहरू चोरेको होइन हिँड्नुहोस् न त्यहाँनिर ल कहाँ हिँड्ने कस्तो कहाँ हिँड्ने कुरा होइन त्यो गर न पर्दैन कस्तो पर्दैन एकछिन पख्नु न के पराउनु छ तेरो नौनी कुरो बोल्छस् अनि हेर्नु त एकचोटि के हेर्नु जुत्तो ल हेर ल फटाको कुरो अब यही त थियो नि हाम्रो नि यत्रै थियो ओरेन्जै थियो कि सोल पनि होइन दाइ ढाँटेको कुरा होइन के ढाँटेको हामीले दसैँवाडी किनेको जुत्ता भाइ यो ट्रेकिङ सब मैले पनि काम गर्छु खै देखाउनु नि त हेरिदिनु न त्यो पनि ल हेर ल यो कम्पनीमा म काम गर्छु है मुन परि बोल्ने हो या सुदर्शन दाहाल हजुर बालाजु कतापट्टि बालाजु त्यो उसको 22 तारा हो होइन त्यो माथि बाइपासको अग्लो घरमा होइन कि हाम्रो यस्तै जुत्ता मेरो यो जुत्ता हराएको छ कि दाइ हिजो भर्खर मन्दिर जाँदाखेरि मन्दिरमा पुकारेर गएको आउँदाखेरि जुत्तै छैन मैले त अग्लो घरमा कति भयो किनेको हजुरले मैले लगभग 1 देखि 1 महिना मलाई त यही हो रातैमै थियो ठ्याक्कै तर म साइज हेर्नु हुन्छ अङ्कल भन्नु न अङ्कल अब